वेलकम ब्याक टु माई च्यानल साथीहरू। आज हाम्रो नयाँ भिडियो रहेको छ नेचुरल स्विमिङ विथ पुल विथ लोकल चिकनको साथमा। हेर्न सक्नुहुन्छ यस्तो ठुल्ठुलो 3-4 वटा लोकल चिकनहरू रहेका छन्। यसमध्ये हामी एउटालाई बल्ल तल्ल यति दुःख गरेर यो समातिएको छ। यसलाई लिएर हामी अब हाम्रो आजको स्याटरडे स्पेशल मनाउनलाई हाम्रो गाउँ पर्सावलबाट हामी 4 जना बाइकमा बसेर जाँदैछौँ। हेर्न सक्नुहुन्छ हामीले हाम्रो यो सरसामानहरू सबै झोलामा प्याक गरेर अब हामी नजिकै रहेको स्विमिङ पुलतर्फ लाग्दैछौँ। आउनुहोस् तपाईलाई हामी हाम्रो भिडियोमा साथ लिएर जान्छ। र साथीहरू हामी अब अहिले हेर्न सक्नुहुन्छ यो सुनवल पार्क जुन चाहिँ सुनवलमा रहेको छ जङ्गलतिर। यहाँ चाहिँ मान्छेहरू आएर पानी पिकनिक खाने रमाइलो गर्ने यसो इन्जोय गर्ने गर्छन् है। यहीबाट हामी सिधै अगाडि गएपछि हामी 3 तले गुड मोचा केटाहरूलाई मोचा। र फाइनली हमन के बाटो बाइक वाला बाटो खत्म हो के वहाँ से बाइक नहीं जा सकी क्योंकि हमन के वहाँ बाइक रख के अब वहाँ से हमन के ऐसा उबड़ खाबड़ रास्ता से रेंग के जाइल जाता। साथीहरू देखल जा आप लोगन भी जंगल के रास्ता हो ऐसे रहला। ऐसे रास्ता में जाके हमन के घूम के आज सैटरडे मनाए एक विचार बा। फाइनली गाइज हामी अब पुगेछौँ। यहाँ हामी पानी तताउनलाई चुलो तयार गर्दैछौँ। त्यसपछि टक्क काटेर गर्छौँ। मस्त देखिएछ। 3 तले झरनाको छेउमा केटाहरू यहाँ मस्तले इन्जोय गर्दै। आज हामी लोकल कुखुरो ल्याएर काटेर देख के पानी नभएर पानी त छ जति पनि तर पनि तोरीको तेल हालेछ मेरो है गाई। मा ढेर तेल नै हो जा यार। एक पाउ तेल हालेछ नि यार केटाहरू। सब्जी काटेको छ कैसी हो रे। नहीं मसाला रे हो गए गाउँको घरको पिसेको सिलौटामा पिसेको मसला हो है गाइज। हेर्नु यस्तो मजाले अब टाइम आई
वो धेर दिन नै भयो टमाटर यो पनि घरकै टमाटर है गाइस डर चलाओ मस्त से पता नहीं यार नो धैर्य रहला था बोलिए ना सबकी भाई आप छोड़ रहे हैं चला ही नहीं बने बनिए बदतमीज गली तब बन गए भाडा चाहिँ अलिकति सानो भयो गाइज यति खान सकिन्छ होला र हामीले 4 जनाले मार ओ खतरा भएछ नि गाइस आई देख कुछ नहीं तब वो 6 जन 7 जन के तो मदद पूछ यार लेकिन हमें के 4 जन बाड़ी के साला वी मिस यू ओहो खतरा साला ऐसे मुड़िया दिखाओ इसे मुड़िया मार दे यस फाइनली साथीहरु हाम्रो यत्रो कडा मेहनतको पछि हामीले पक्कै मासु पकाएर तयार गरिसकेका छौं अब हामी मासु खान लाग्छौं हेर्न सक्नुहुन्छ तपाईहरु पनि यस्तै गरी यदि रमाइलो इन्जोय गर्न चाहनुहुन्छ भने हाम्रो सुनोल नजिकै रहेको तीनतल्ले झरनालाई सम्झिन सक्नुहुन्छ आउनुहोस् इन्जोय गर्नुहोस् र यो गर्मीको मौसममा मज्जाले नुहाउँदै इन्जोय गर्दै लाइफ इन्जोय गर्नुहोस् The morning glaze. I'm daily sala pan Cheers. ल गाइज हामी फाइनली अब हाम्रो पिकनिक सकाएर जाँदैछ हामी हाम्रो यो भेनाजु यो मेरो भाइ उ पनि मेरो भाइ हो म त क्यामेराम्यान भइहाले यो हाम्रो भेना यो मेरो भाइ यो पनि मेरो भाइ हो म हो यहाँ गाइज अब हामी फर्किने टाइम भएछ यहाँ हामी बाइक राखेको थियौँ यहाँबाट अब हामी बाइक रिसिभ गरेर साला हेरावा साला बना देते हैं कहला साला फिर तो मना दे साथीहरु आजको हाम्रो यो सेटरडे पनि यस्तै दिनभरि भिडियो रमाइलो गर्दै तपाईहरुलाई कस्तो लाग्छ लाइक शेयर सब्स्क्राइब एन्ड गर्नु होला Thank you for watching this video. If you enjoyed it, please hit the like button and the bell notification icon.